दलितलाई मात्र नभएर सबैलाई लागू हुनुपर्छ। हामी सबै एउटै हौँ रे। यो चाहिँ देशैभरिका दलित बालबालिका लागि पोषण तत्त्वको भत्ता चाहिँ दोब्बर गर्ने भने 500बाट बढाएर 1000 रुपियाँ गर्ने भनेर जुन स्वर्णिम वाग्लेज्यूको त्यो आजको बजेट भाषण थियो त्यसमा आएको यो कमेन्ट आजसम्म कसैलाई पनि लागेन दलित पनि एउटै हुन् हैन, दलित पनि नेपाली नै हुन्, उनीहरूको रगत उनीहरूको जिउमा पनि सेम रगत बग्छ हैन, उनीहरूले पनि यो समाजमा एकै किसिमको इज्जत मान सम्मान पाउनुपर्छ भनेर कसैलाई पनि लागेन। अनि जब अब अहिले बजेट भाषण गरियो अनि आयो त्यसपछि हामी एकै हौँ एउटै हौँ भनेर हिजो त्यो दलितको छोरोलाई लगेर त्यस्तो गरेर कुटेर रकताम्य हुनेर मरणासन्न जस्तो अवस्थामा पुर्याउँदाखेरि बोल्न आएका थिए कोही, त्यहाँ दलितकोहरू बाहेक अरू कोही आवाज उठाउन आएका थिए, कोहीले उठायो होला जो समाजसेवी भनेर कलिएका थिए, कोहीले आवाजहरू उठायो होला, नत्र कोही आएको थियो कराउनको लागि। यस्ता दलित भनेर हेपिएर सोसाइटीमा हैन तल्लो स्तरको जात भनेर यस्तो गरेर हेपेर राखेका छ, कहिले पनि आएन मान्छेको मानसिकतामा यिनीहरू पनि हामी सराबरै हो भनेर आएन हैन। अनि जब पैसाको कुरा आउँछ नि, पैसाको कुरा र सुख सुविधाको कुरा लिने बेला भयो भने मान्छेलाई सबैलाई लाग्छ क्या हामी एक समान हौ भनेर क्या। यो समानता यो मानवता नि अरू बेला पनि देखाउन सिक्नु क्या। खानी पाउनी लुट्ने कुरामा मात्रै समानता देखाएर हुँदैन। अरूहरूको नि आइरहेछ कमेन्ट, बाहुन पनि हामी पनि गरिब छौँ, हामी पनि बाहुन भयो नि गरिब छौँ, हामीलाई पनि चाहियो भनेर क्या। तिमीहरू त समाजमा उच्च स्थानमा बसेको मान्छेहरू हैन, भन्न त त्यस्तो भन्न खोजेको होइन कि कुनै पनि जात जातिलाई लिएर त्यसरी होचाएर भन्न खोजेको होइन कि, तर पनि हाम्रो नेपालमा चाहिँ त्यो एउटा चाहिँ छ क्या, एउटा दलित भनेर हेप्ने भनेको चाहिँ त्यो चाहिँ एकदम परापूर्व कालदेखि चलिआएको र आजसम्म 21st सेन्चुरीमा आइपुग्दाखेरिसम्म पनि हैन संसारले फड्को मारेर कहाँ पुगिसक्यो हैन, तर पनि हाम्रो समाजमा चाहिँ अझ पनि त्यो विद्यमानै छ क्या त्यो दलितलाई हेप्ने भन्ने कुरा। र यो बाहुन क्षेत्रीहरू भनेको चाहिँ जहिले पनि माथिल्लो लेभलमै परिरहेका छन् क्या। अनि आज उनीहरूलाई एउटा राहत दिनलाई सरकारले बोल्दाखेरि अनि बल्ल यिनीहरूको आँखा खुलेछ हामी एउटै हो भनेर भन्नलाई अलिकति लाज पनि मानौ क्या, लाज पनि मानौ।